नमस्कार, व्याकरणका कुरामा यहाँहरूलाई स्वागत छ। आज कुरा गर्नेछौँ नामपदको। कुनै पनि व्यक्ति, वस्तु, ठाउँ, जाति, भाव, पदार्थ आदिलाई बुझाउन प्रयोग गरिने शब्दलाई नाम भनिन्छ। जस्तै व्यक्तिलाई बुझाउने भाइ, किसान, राम। त्यसै गरी ठाउँलाई बुझाउने बजार, पोखरा, देश। भावलाई बुझाउने माया, सुन्दरता, पढाइ। त्यस्तै गरी पदार्थलाई बुझाउने पानी, माटो, हावा। वाक्यमा नाम पद चिन्हको लागि हामीले के, को, कुन ठाउँ भनेर प्रश्न गर्न सक्छौँ। यी प्रश्नको उत्तरमा आउने शब्द नाम हुन्छ। जस्तै भाइ बजार गयो। प्रश्न को गयो? उत्तर भाइ। त्यसै गरी उसले झोला बोक्यो। प्रश्न के बोक्यो? उत्तर झोला। त्यसै गरी तिमी पोखरा गयौ। प्रश्न कुन ठाउँ गयौ? उत्तर पोखरा। यसरी को, के, कुन ठाउँ भनेर प्रश्न गर्दा आएका उत्तरहरू भाइ, झोला, पोखरा यी शब्दहरू नामपद हुन्। आजलाई यति नै। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।